सिलगढीको। सन्डे चाहिँ यस्तो हुन्छ सिलगढी है। म त भर्खर जस्ट सिलगढी नै आइपुगेँ है, सिलगढीमै छु। जस्ट हस्पिटलबाट निक्लेको एउटा पेसेन्ट छोडिकन है। सिलगढी चाहिँ यस्तो छ साथीहरू। आज सन्डे हो नि त, सन्डे चाहिँ खाली हुन्छ नि त सिलगढी है। यो चाहिँ महानन्द ब्रिज हो साथीहरू। महानन्द ब्रिज हेर्नुहोस् तपाईँहरूले, महानन्द ब्रिज। यो चाहिँ जक्सन तपाईँको, यहाँ चाहिँ बस स्ट्यान्ड है। यहाँ चाहिँ लुगाहरू पनि पाउनुहुन्छ। यो मार्केटमा तपाईँले सस्तो सस्तो कपडाहरू पाउनुहुन्छ यहाँ चाहिँ तपाईँले है। यो जग्गामा चाहिँ यस्तो छ। यो चाहिँ पहिला म कुद्ने स्ट्यान्ड हो नि त है। यो चाहिँ पहिला म कुद्ने है। यो चाहिँ बस स्ट्यान्ड। योबाट चाहिँ अब दार्जिलिङ मोड है। दार्जिलिङ मोड आइपुग्न आँट्यो नि त। हेर्नुहोस् त्यो कसैले देख्नु भएको छैन भने चाहिँ हाम्रो यहाँ दार्जिलिङ मोड छ। यहाँ बाहिर टाढो टाढोको मान्छेहरूले हेर्नुहोस् जो जो हुनुहुन्छ है। यो चाहिँ मोड हो नि त है। यो चाहिँ हाम्रो दार्जिलिङ मोड होइन। यहाँ चाहिँ तपाईँको ट्याक्सी स्ट्यान्ड हाम्रो दार्जिलिङ टु सिलगढी चाहिँ यहाँबाट है। तपाईँको यहाँबाट पाइन्छ गाडी चाहिँ है।